खुट्टा सुट्टा घाउ भइरहेको छ क्या अहिले त केही छैन तर चाहेको एक दिन हुनेछ पुरा माया त अति नै गर्छु नहाल्नु पछाडि बाट छुरा तिमी बाइक कोही छैन मेरो बुझन कुरा तिमी नै हौ तिमी बाइक चाहिँदैन मलाई कोही नि मायामा पागल हुन्छ अनि भएछु आज मनी वेलकम टु उजी म्यान ब्लग्स गाइज वेलकम इन अनदर एपिसोड हामी चाहिँ जाँदैछौँ नुवाकोट गाइज होइन 4-5 जना हुन्छौँ हामी होइन अब बवाल पारामा हान्नुपर्छ ल निस्किँदैछु केटा हो हाम्रो फाइनली 5K सब्सक्राइबर पुगिसक्यो होइन ल बवाल पारामा हान्नुपर्छ गाइज सबजनाले माया गरिदिनु सब्सक्राइब गरिदिनु ल गाइज ल वेलकम टु उजी म्यान ब्लग्स गाइज वेलकम इन अनदर एपिसोड होइन हामी त फुल स्टकमा छौँ गाइज होइन मिरर हालिसकेको छ यो त 360 हाल्ने हो होइन पछाडि टिभी सब छ गाइज होइन अब बवाल पारामा हामी जाँदैछौँ नुवाकोट गाइज लेट्स गो नुवाकोट होइन कस्तो बवाल हान्ने हो केटामा आज त होइन दामी पारामा हान्ने हो ल गाइज अब म निस्किसकेँ केटाहरू त भेला भइसक्यो होला होइन बवाल पारामा हान्नुपर्छ अब के हुन्छ कस्तो हुन्छ म आज त भ्लगमा देखाइहाल्छु फाइनली गाइज हाम्रो 5K सब्सक्राइबर पुगिसकेको छ होइन ल हाम्रो अफिसको गाडी यहाँ पो छ त यार सिल्क ट्रान्सपोर्टको गाडी त ल के हो ल गाइज केटाहरू आइसक्यो बवाल पारामा ओ माई गड ल अब निस्किनु पर्छ केटा होला ल गाइज हामी यता बालाजु साइडतिर आइसक्यौँ होइन अब यताबाट हामी कता लान्छन् केटाहरूले होइन अब यता कता हुन्छ चेकिङ हुन्छ होला यता होइन यो त यसो ऐना त यसो गरिदिउँ होइन ठिक छ उता गएर अब निकाल्नु पर्छ ऐना होइन केटा हो ऐनाले भद्दा देख्छ क्या यो लुक्स होइन अब यता चेकिङ हुन्छ हामी त एउटा 2-3-4 जना निस्किसकेका छौँ है जो हुन्छ त्यही निस्किहाल्ने हो क्या केटा ल अब बवाल हान्नुपर्छ केटा होइन बवाल पारामा एकछिन त भिडियो गर्दा त यो यसो राखिदिउँ न है ल गाइस अब बवाल पारामा निस्किनु पर्छ ओए मामा यार केटा हो मामा बिस्तार जानुपर्ने हुन्छ मामाले हेर्दैछन् मामा नमस्ते माइला बाबू भैया से डायरेक्ट बाबू सरी मामा सरी आज त फुल स्टकमा छौँ होइन बबाल चेकिङ रहेछ केटा हो आहा केटा ओ माई गड या यो मिररले त तपाईँहरूलाई अलिकति उ गर्यो होला होइन झ्याउ बनायो होला केही छैन अब के गर्नु चेकिङमा पर्छ नि त यता त फुल चेकिङ हुन्छ किन त्यो 1000को चिट खानु क्या होइन 1000 भयो भने यहाँ के हुन्छ अब मनाङ मुस्ताङ जाँदाखेरि बरु 1000को 500को चिट खाएर केही हुँदैन होइन अब योमा किन चिट खानु भनेर त्यो हालिदियो हो नत्र म हाल्थिनँ केटा हो अब मनाङ जाँदाखेरि चाहिँ निकालेर जाने हो अब चिटै खाइदिने हो होइन बवाल पारामा जाने हो केटा हो आहा कति दामी मजा छ ल अफरोड त सकिहाल्यो यार अफरोड आउँछ भनेर एकछिन होइन गोब्रो अन गरे मादर फेरि पिज्जा यो पिज्जा धेर भयो क्या होइन ल केटाहरू पुरै आफ्नो तालमा आफ्नो गतिमा हिँडिरहेको छन् लाइन बाइज लाइन होइन हाम्रो त अगाडि सुदीप ब्रोले पुरै लिड हानिरहेको छ अनि त्यसपछि छिरिङ छ अनि यो भाइ छ होइन अनि दिस इज उजी म्यान अनि उजी म्यान छ है त दामी पारामा हो यो अब अफ रोड अलिकति हानौँ आहा त ल सकिदिएर अफ रोड के पारा हो मलाई त झ्याउ लाग्छ यो पिच कुदाउनमा है एकछिन उठेर चलाइदिनु डरो झन्टा थ्याङ्क यू फर your visiting welcome
ओहो यता सुरु भइसकेको छ हाम्रो होइन आहा अब अफरोड हो फेरि यो डिबी हाल्यो भने साउन्डै चिक्ला चिक्ला हुन्छ क्या फेरि साउन्डै चिक्ला भएपछि त झ्याउ लाग्छ अफरोड नि सक्यो क्या माई गड सेट ओ दामी अफरोड आहा यस्तो अफरोड आउने बित्तिकै मलाई त आई फिल इन लभ गाइज आहा यो धेरै कन्ट्याङ गऱ्यो यार यो निकालिदिनु पर्ला जस्तो निकालेर फालिदिनु पर्ला जस्तो ओहो घान्टा गइसकेको छ ओ तपाईँको यो डिबी हालिसकेपछि होइन के हुन्छ भन्दाखेरि पावर लो हुने रहेछ क्या पावर लो हुने रहेछ चलाउन झ्याउ हुने त्यही भएर टिभी झिक्ने हो क्या त्यो लाउड साउन्ड बनाउनु होइन क्या अच्छा ल ऐसोले सैसोले रहेछ है केटा ऐस यो के को जुस हो यो रक्सी है रक्सी त खानुहुन्न यहाँ हामी अब टक स्ट्रबेरी खानालाई ओडिसा छ यता बवाल मुला छ है काफल नि रहेछ यार केटा हो काफल नि रहेछ त्यहाँ बाइक त्यो यता बवाल पारामा आयो स्ट्रबेरी खाने ओए छ जाँदैन यस्तोमै चलाउने हो मेरो बाइक यस्तोमै चलाउने हो क्या यो डिबी नझिकिकन त मजा नआउने यार कस्तो ढालाक भयो जस्तो हुने क्या कस्तो ल्याखाको यार यो मलाई त कस्तो मजा आएन कस्तो उडेको यार यो नम्बर प्लेट त झिक के अरे मिरर त झिक्दिनु पर्ने क्या झ्याउला यार हट कसम झ्याउला क्या यो किन झ्याउला भन्दाखेरि होइन यो राइडमा डिबी मिरर सिरर झिकेर जान पाए पो मजा आउँछ है अब झिकिदिनु पर्छ यहाँ पसना छोडिदिनु क्या होइन यहाँ खाजा साजा खाने रे होइन आहा उडा आहा कस्तो अफरोड त बबाल अफरोड रहेछ ल ब्रदर के हेल्प गर्नुपर्छ झिरिनु पर्छ जस्तो के अरे एउटा पसलमा यो नम्बर प्लेट ऊहरू झिकेर राखिदिउँ क्या झ्याउ भयो क्या चलाउनै मजा आएन
Right. हाट केटो त लडेछ क्या के बहुत मजा आउँथ्यो पावर ल्याएको खा क्या बाटो त मजा रहेछ आमा कहाँ इट्टा राख्दो रहेछ हैट कता हो हाइट ओ एउटा पसला छोडिदिउँ न यार एउटा पसला झिक्दिउँ क्या यो डिबिसिबी आइसक्यो मलाई त मजा आएन क्या चलाउन यो अनि आउँदा फेरि नत्र त्यस्तो अफ रोड त मलाई चला जस्तो नभइरह क्या त्यही भने झन् कस्तो मजाले रेस खेल्दै आउँदा नि मजा नआउने थियो खोइ गाइस स्कुटी आइसक्यो स्कुटी ट्याप पोलाएर होइन यसो त बजाउन थालिसक्यो ल है गाइस झ्वाइँ पारिदिन्छ खोइ झरेन क्या अनि झ्वाइँ पार्नु पऱ्यो नि त कहाँ जमेर हुन्छ त आहा अब पो मजा आयो ठाङनाङ ठाङनाङ त्यो झिकिन होइन किनकि त्यो ऊ भयो क्या निकाल्नै सकेन दामी हान्नु पऱ्यो होइन केटा भात खाएर होला आहा कस्तो साउन्ड हेर कस्तो मजा हट हट आहा ओहो यता त बवाल रहेछ नि त ओ झन्नै खतरा रहेछ नि त यता केटा आहा ओ बबाल छ कालले खसाल्ने हो क्या केटा कालले खसाल तल्लो गराउन ल यताबाट आउनु पर्ने हट कहाँ तल्लो गरम जम न जता गइदिनु भने खसाल्दैन एउटैमा आहा मा ओ
आहा आत्मा कस्तो कस्तो रमाइलो छ केला झन्डै खस्यो आहा म त सिधै आएको झन्डै उतै खस्तिर म त एकछिन चलाउँछु यार चलाउनै पुगेको छैन यो चाहिँ मिरर झिक्दिनु पनि आहा आहा अफ भइदिएर अफ स्टार्टै अफ भइदिरहेको योमा स्टार्ट अफ भइदिएर खस्यो होइन क्या स्टार्ट अफ भइदिएर क्या तिम्रो उसमा गएर हट बबाल मजा है हा हा hot ha 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 कस्तो बवाल मजा आयो गाइस हट जोस अर्कै हुन्छ क्या केटामा यो होइन टिभी झिकेपछि जानी उकालिदिन्छु म त खतरा हुन्छ म त फेरि बवाल हुन्छ फेरि म त केटा नम्बर प्लेटले यो मिररले त गाह्रो बनायो होइन नत्र अरू त मलाई आउ ल यस्तो छ होइन यहाँबाट उ त्यो माथि हुँदै आउने ल 1 2 3 गयो
गयो माथि गयो छिटो ओइ TikTok. मेरो सब कुरा अहिले त केही छैन तर चाहेको एक दिन हुनेछ पुरा माया त अट्टिने गर्छु नहाल्नु पछाडि बाट छुरा तिमी बाहेक कोही छैन मेरो बुझन कुरा तिमी नै हौ तिमी बाहेक चाहिँदैन मलाई कोही नि मायामा पागल हुन्छ भनेर भएछु एज अ मनी सम्झिँदै दिन जान्छ यहाँ सकिँदैन यहाँ कनी माया त अट्टिने गर्छु सकिँदैन यहाँ फनी लेख्दैछु भावहरू सुनाउँदैछु यहाँ गीतको मार्फत तिमीलाई नदेखि जाँदैन दिन लागेछ आदत जिन्दगी तल न माथि तर नलिनु आपत रानी बनाएर राखुला ल्याउन जिन्दगी सापट देउन साथ तिम्रो चमाउँछु मैले हात तिम्रो हेर्दाखेरि त्यस्तो राम्री होइन तर मोहनी जस्तो बात तिम्रो दुःख हेर्न पनि सक्दिनँ म सधैँभरि तिम्रो काट तिम्रो तिमी भनेको मुटु हो मलाई मतलब छैन तिम्रो जात तिम्रो जिप लिने रहेछ क्या यहाँ हाम्रो 5K को सेलेक्सन के अरे डिप्रेसन त्यो सेलिब्रेसनको लागि सरप्राइज हुँदैछ मिठो रहेछ केक बबाल छ सरप्राइज हुन्छ है सरप्राइज हो यो त जमेछ हौ यस्तो माथि सबै जमेछ जमेदैछ कि ल भयो मलाई त नगर के गरे कस्तो ल केक काट्दिउँ थ्याङ्क यू सेन्टा क्लज भाइ कस्तो छ लगाइ चाहिँ केटाहरूले मलाई केक लिएर आइदिइसक्यो होइन यता है केक यता छ तक्सला हाम्रो चाहिँ उजिमान दाइको 500 सब्सक्राइब सरी 500 सब्सक्राइबर भएको छ होइन कहाँ 500 यो जन घटाउँदो रहेछ यार यो त आज रमाइलो सेलिब्रेसन गरिरहेको छौँ त्यही हो यो कार्य ककनी गरिरहेको छौँ गाइस यस्तो सो गाइस अब हामी चाहिँ केक सेक काट्नु लाग्यो होइन त्यो ल हेर्न सक्नुहुन्छ ल गाइस थ्याङ्क यू केटा हो मेरो भाइ हो त्यो दाइ हो होइन केक लिएर आइदिइसकेको छन् हाम्रो 5K सब्सक्राइबर पुगिसकेको छ ल थम्बनेलको लागि फोटो खिचाउनु भयो खिचा चट्टा यस्तो के भएर छ
ठिक छ बर्थडे मनाइरहेको छन् ह्याप्पी बर्थडे आज 32 लाख ल गर्लफ्रेन्डलाई खाँदैन गर्लफ्रेन्डलाई खाँदैन सिधै गर्लफ्रेन्डलाई खाँदैन Congratulations for 5K subscribers. त्यहाँ यसो बाँड्दिनु न यसो पसलतिर यसो ए किचनमा हुनुहुन्छ सबैजना सबजनालाई दिन यो चाहिँ मेरो 5K सब्सक्राइबर पुगेको है हामीले सब्स्क्राइब गरिदिउँ न उज्जी म्यान भ्लग छ UZI YAN भ्लग्स सँगै भ्लग छ ए सँगै हो ल आउँदै गर्नु होला हाम्रो यो के अरे उसको पनि खानाको रिभ्यू राख्नु होला हैन भइहाल्छ नि अलि जान लाग्नु भयो अब एकछिन यो त यसो बाँड्दैन अलिअलि हस् 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 थ्यांक यू गाइस अब निस्किनु पर्ने हुन्छ भने चाहिँ हैन यस्तो जस्तो कोही बाहिरी मान्छे छोयो भने गरेर गर्छ कि टोक्नु टोक्दैन सुन दिनु न आफ्नो मुख यो नचिनु जालसम्म टोगो टोगो नो टोगो टोगो हो टोगो 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 मेरो नि टोगै थियो ल सेम टोगो नाम किन राखेको थाहा छ मेरो बाबुले हजुर बचाएको रे नि त आफ्नो मालिकलाई टोगो त्यो फिल्मे छ क्या तपाईँको अनि मैले नि टोगै राखेँ यसको नाम टोगो त ल गाइस पानी परेर होइन यस्तो छ अब हामी निस्किँदैछौँ एकछिन रमाइलो गऱ्यो त्यहाँ होइन ल गाइस 5K सेलिब्रेसन गर्यो केटाहरूसँग रमाइलो गर्यो होइन ल दाजु गएको हस् उता टोगो रहेछ क्या हाम्रो नि ठ्याक्कै सेम टु सेम यार हाम्रो नाम टोगो थियो उसको नाम टोगो रहेछ ल गोली हान्छु गोली गोली हान्छु ल ल यताबाट होइन ओए ओए ल चल्दिस केटा हो अब घरतिर चल्दिस केटा हो आहा पानी परिरहेछ केटा चिप्लो छ यसो लडा हो कन्टेन्ट दिया होइन कसम अच्छा आहा ओए हान्यो कस्तो चिप्लो हौ मा भिजिन्छ कि क्या हो पानी परेको छ त यार ओ हिलो छ्याप यार यहाँ चिप्लो बाटो छ नि त अनि केटाहरूले यसो लडाउन सक्छन् क्या होइन ल बवाल पारमा नलडाउन् केही छैन लड्यो भने यसो हुन्छ भनेर मात्र हो केटा हो होइन लडाउनु हुन्न बाइक कहाँ लडाउँछन् होइन भ्यू हेरौँ है गाइस भ्यू हेरौँ है केटा हो भ्यू बवाल छ ल ल आजको स्याटरडे राइड यस्तै भइहाल्यो होइन अब बवाल हान्नुपर्छ केटा हो सबजनाले माया गरिदिउँ सब्सक्राइब गरिदिनु होइन फास्ट 6K पुऱ्याइदिउँ न केटा हो होइन माया गरिदिउँ न यस्तो मेहनत गरेर यत्रो पानीमा हिँडिरहेको छ इस होइन अलिकति माया दया गरौँ न केटा हो कुरी होइन चिया पानी खाऊँ पानी खाऊँ हुन्छ सिधै घर नगर चिया हो तिमीलाई घर गएर खाने हो बुढीले बनाएको मिठो चिया केटा होइन हो कि होइन भनिदेऊ न मेरो प्रिय प्रतिमा माया भनिदेऊ त बुढीले चिया होइन पुरेर बसिरहेको छ कहिले आएर खान्छन् भनेर यता चिया खान्छु होइन हो कि होइन भनिदेऊ न बुढी होइन ल यहाँ के भएछ एक्सिडेन्ट भएछ अरे यता
एउटा यहाँ एक्सिडेन्ट भएछ होइन त्यो आन्टीलाई खुट्टामा के लाज रहेछ हो ठिक छ अब यताबाट हातपाले हुन्छ के एक्सिडेन्ट भएको हाइटमा खतरा एक्सिडेन्ट भएको जस्तो एक्सिडेन्ट भएको डेन्जर भएको जस्तो है त्यो खुट्टा सुट्टा घाउ भइरहेको थियो क्यारे ए यस्तो छ गाह्रो छ बिस्तार चलाउँ गाइज बिस्तारै हैट ल गाइज बवाल पारामा कुदाइयो यता बाइक होइन अब तपाईँहरूलाई कस्तो भिडियो लगाएँ अब दामी पारामा जानुपर्छ घर गाइज सबजनाले होइन सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला हाम्रो फाइनली 5K सब्सक्राइबर पुगिसकेको छ गाइज होइन ओ बवाल देखिरहेको छ भ्यू ओए ल कस्तो भयो त तिम्रो आज राइट खतरा भयो यहाँ ठोकिनल्को यहाँ ल तिम्रो कस्तो भयो यस्तोको हान्छ ओ छिरिङ तिम्रो भिडियो बनाइरहेको छु झन् कस्तो लाग्यो राइट ओए यहाँ हेर नि बाइकमा ल गाइज अब बिस्तारै घर गइन्छ अब त्यही हो